हेलो गाइज वेलकम ब्याक टु मेरो दाइ ड्र्याक्स ब्लगरको युट्युब च्यानलमा। आज हामी मुक्तिनाथ घुम्न गइरहेको छु। कृपया तपाईहरुलाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला र आशा छ कि तपाईहरुलाई यो युट्युब च्यानल राम्रो लाग्ला। त्यसैगरी हामीले आज 3टा ट्याक्सी मगाएका छौं, देख्न सक्नुहुन्छ तपाईहरुले मेरो पछाडी। अनि लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। अनि त्यसैगरी आज हामी त्यहाँ गएर अब भिडियोहरु हेर्ने छौं अनि फोटोहरु खिच्ने छौं। त्यसैगरी तपाईहरुलाई म आशा गर्दै छु, नछोड्नु होला मेरो भिडियो। अब चाहिँ सानो बाटो यस्तै छ, खतरा दामी यहाँ मुक्तिनाथ जाने बाटो चाहिँ यस्तो काठमाडौँ पखर पुगेको जस्तै लाग्छ यार मलाई त। एरोप्लेन चढे जस्तो लाग्छ। के भन्छ एरोप्लेन त कहाँ हुनु। अब हामीहरु सेल्फी डाँडा पुग्न गइरहेको छु। अब सेल्फीमा पुगिसकेको छु है, पुग्न लागिसकेको छु। अझै खतरा दामी हुँदैछ है बिचे। बब्बाल आज चाहिँ हैन म जान्नुपर्छ, पिकनिक टाइपकैहरु भनौं आज चाहिँ। सेल्फी डाँडामा पुगिसकेको छु हामीहरु अहिले खतरा दामी पाहाडमा। मुक्तिनाथ गेटभित्र छिर्दैछौँ हामीहरू चाहिँ। अब चाहिँ मान्छेको भिड चाहिँ टन्नै रहेछ यतातिर। मुक्तिनाथ गेटमा पुगिसकेको छौँ। मुक्तिनाथको साइडतिर अलिअलि यु पनि बाँकी रहेछ, हामी यु पनि खेल्न लागेको छ हामीहरू। दिदी र भाइहरूसँग हिउँ खेलिसकेपछि हामीहरू मुक्तिनाथको डाँडामा लुङदा राम्ने र लुङदा दर्शन गर्न जाँदैछौँ। तारो 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 जय तारो आना तारो। तारो अब हामीहरू मुक्तिनाथको मेन कुल देवताको दर्शन गर्नका लागि मुक्तिनाथतर्फ फर्किँदै रहेको अवस्था। हामीहरू मुक्तिनाथतर्फ जाँदैछौँ। मुक्तिनाथ आइसक्यो यतातिर। मुक्तिनाथमा मान्छे टन्नै रहेछ। मुक्तिनाथ पुग्ने बित्तिकै 108 धाराको दर्शन गरी पानी थापेको थियो। त्यसपछि चाहिँ एक राउन्ड आउँदाखेरि मान्छेहरूको भिडभाड रहेछ, एकदम रमाइलो रहेछ चिसो भए तापनि। मुक्तिनाथ दर्शन गरिसकेपछि हामीहरू भगवान गौतम बुद्धको ठुलो मूर्ति चाहिँ दर्शन गर्नतर्फ लागेको छौँ। यतातिर एकदम रमाइलो ठाउँ रहेछ।
तपाईँहरूले पनि हेर्न सकिन्छ यस्तो ठुलो भगवान् गौतम बुद्धको मूर्ति यतातिर रहेछ मुक्तिनाथकै नजिक त्यसपछि चाहिँ हामीहरू गुरु पद्मसम्भवको मूर्ति दर्शन गर्नतर्फ लाग्ने गुरु पद्मसम्भवको मूर्ति चाहिँ एकदम ठुलो रहेछ यतातिर आश्चर्य लाग्दो एकदम सुन्दर ठाउँमा बनेको रहेछ मुक्तिनाथको छेउमा मुक्तिनाथको छेउछेउमा भएको रमाइलो ठाउँहरू घुमिसकेपछि हामीहरू दिउँसोको खाना खान फोर सिजनतर्फ लागेको छौँ। हेलो अब चाहिँ हामीहरू खाना सबै खाइसक्यो आजको दिन चाहिँ एकदम रमाइलो भयो यतातिर मुक्तिनाथ दर्शन त्यो माथि नि आज औँसीको दिनमा चाहिँ यस्तो मान्छे पनि टन्नै रहेछ मजा रहेछ अनि तपाईँलाई हाम्रो सक्दो भिडियो चाहिँ देखाइसक्यो तपाईँहरूले राम्रो लाग्यो होला तपाईँहरूले हामीले साथ र सपोर्ट गर्छ भन्ने कुरामा म ठुलो विश्वास राख्दै आजको यो मुक्तिनाथ ब्लग चाहिँ के भने रे यही अन्त्य गर्दैछु र नेक्स्ट टाइम हामी फेरि अर्को ब्लग वा सर्ट भिडियोमा भेट्न चाहन्छु सी यू नेक्स्ट टाइम बाई।